हेलो गाइज, आज हामी छौँ सन्त एरियाको एकदम फेभरेट स्पट जहाँ चाहिँ खोला चाहिँ आएर समुद्रसँग मिसिने ठाउँ छ। खोलाको पानी समुद्रसँग आएर मिसिन्छ अनि यहाँनिर काठको फुल मान्छेहरू वर्कआउट गर्ने ठाउँहरू, साइक्लिङ गर्ने ठाउँहरू छ। अनि आज हामी चाहिँ 8 किलोमिटर ट्राभल गरेर चाहिँ यो ठाउँ घुम्न आएका छौँ। एकैछिनको रेस्ट पछि हामी फेरि लाग्नेछौँ साइक्लिङ गर्दै काठको पुलबाट। तपाईँले पर देख्न सक्नुहुन्छ। मैले अर्को भिडियोमा जुम गरेर देखाउँछु। यो चाहिँ लगभग 7 किलोमिटरै लामो छ। यहाँदेखि परसम्म सायद तपाईँहरूले देख्नुभएको त्यो ओरेन्तीको लामो सेतो पुल, जुन चाहिँ पोर्चुगलकै सबभन्दा लामो पुल छ। करिब 18 किलोमिटर लामो छ समुद्रमाथिको पुल, जुन चाहिँ भास्को द गामा पुल भनेर चिनिन्छ। पोर्चुगललाई चिनाउनु पर्ने एक भौतिक संरचना मध्ये यो पुल पनि एउटा रहेको छ। जसरी मान्छेहरूले CR7 क्रिस्टियानो रोनाल्डोलाई चिन्नुहुन्छ, पोर्चुगलको मेन स्पटहरूमा यो भास्को द गामाको लामो पुल पनि पर्ने गरेको छ। घरिको मौसममा समुद्रको चिसो चिसो हावा खाँदै अब हामी घुम्नुतिर निक्लिन्छौँ। करिब आधी घन्टा 1 घन्टा घुमाएपछि 1-2वटा फोटो पनि खिचिन्छ। 1-2वटा फोटो खिचेपछि फेरि केही खाएर घरतिर फर्किने काम हुन्छ है त। आज चाहिँ अलि बिहान आयो, हामी भर्खर काम हुँदा आएको छ। यहाँ समुद्रको जहाजहरू आएको पनि देखिन्छ। सायद फर्किँदाखेरि त्यो सबै भयो भने तपाईँहरूलाई भिडियो मार्फत देखाउँछु। अहिलेको लागि यो सर्ट भिडियोमा यति नै।